उनी हो हाम्रो साइकल सल्युसनको सिओ यता चाहिँ सक्नुहुन्छ तपाईले आफ्नो माइन्डबाट चाहिँ आफै जीवन लानु अघि म टुरिस्टहरुले निकै लगेको देख्यो एकदमै खुसी लागिरहेछ आफ्टर लङ टाइम ब्याक तपाईहरुसँग बोल्नु पाउँदा चाहिँ हैन ट्रेन स्टेसन छ पुरा सरी गाइस हामी चाहिँ फाइनली अहिले पार्क तकसम्म चाहिँ केमा लाग्यो भन्दा चाहिँ वेस्ट म्यानेजमेन्टकोमा लागेको छ लाइक हाम्रो उयो कम्पनी चाहिँ साइकल सल्युसन हो हेलो एन्ड कुजम्पो सो वाट्स अप गाइज वेलकम ब्याक टु द न्यू ब्लग सो नाइट एन्ड वाट्स अप ट्राभल समयबाट चाहिँ सो आफ्टर लङ टाइम ब्याक चाहिँ म ब्लगिङ गर्दैछु होइन सो अहिले चाहिँ म चाहिँ पारोमा छ लाइक अब चाहिँ हामी चाहिँ पारो तकसम्म जान आँटेको मसँग चाहिँ हेरि सक्नुहुन्छ तपाईँले को छ यहाँ त त्यहाँ यो चाहिँ मेरो चाइल्डहुडको साथी होइन यसको नाम चाहिँ विशाल हो सो यता चाहिँ सक्नुहुन्छ के भन्छ कि आइसम्म ब्लगमा तँलाई माया सपोर्ट गरिदिनु त्यो साथीलाई सो त्यही चाहिँ अब चाहिँ हामी चाहिँ गएको यता चाहिँ सक्नुहुन्छ यसको बाइकमा चाहिँ जाने मेरो छेउमा चाहिँ यतै नै जोङ छ होइन उयो पर सो लाइक अस्ति पनि गएको थियो म सो आज चाहिँ सो आफ्टर लङ टाइम ब्याक बोल्दैछु होइन अलिक अनकम्फर्टेबल हुन्छ मलाई त्यही चाहिँ अब बिस्तारै बिस्तारै गर्दै जाउँ तपाईँलाई भन्छु म के भयो मेरो लाइफमा अहिलेसम्म चाहिँ होइन त्यही छ लेट्स गो सो वाट इज अप गाइस यता चाहिँ सक्नुहुन्छ यो चाहिँ हो पारोको टाउन सो लाइक मैले चाहिँ अहिले चाहिँ वाइड एङ्गलबाट खिचिरहेको छु तपाईँहरूले सोच्नुहुन्छ होला यो चाहिँ गोप्रोबाट तर होइन गोप्रोबाट चाहिँ सो यता चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले चाहिँ यो चाहिँ हो पारो टाउन सो यता चाहिँ छ क्लक टावर भन्छ तर क्लक छैन क्लक टावर भन्छ तर क्लक चाहिँ छैन रहेछ यता चाहिँ होइन टाउन प्लाजा भन्छ टाउन प्लाजा सो लाइक अहिले चाहिँ आफ्नो लङ टाइम ब्याक चाहिँ भ्लगिङ गर्दैछु होइन सो एकदमै खुसी लागिरहेछ आफ्टर लङ टाइम ब्याक तपाईँहरूसँग बोल्नु पाउँदा चाहिँ होइन सो अनि धेरै धेरै माया दिनु होला अब लाइक 10K सब्सक्राइबर पनि छुइसकेको छौँ जो चाहिँ तपाईँहरूले गर्दा चाहिँ हो सो थ्याङ्क यू सो मच गाइज फर यर लभ एन्ड सपोर्ट एकदमै क्या एउटा लाइक अब चाहिँ छिटो 100K पनि पुग्नुपर्छ ल त्यही छ मेरोबाट चाहिँ माया दिँदै गर्दा त्यसरी देखाउनु अहिले चाहिँ हामी चाहिँ यहाँ के भन्छ ताक्सङ बेस क्याम्पमा चाहिँ आइपुगेको छौँ यता चाहिँ सक्नुहुन्छ हाम्रो बाइक चाहिँ यता राखिरहेको छ सो यता चाहिँ पार्किङ रहेछ सो अनि मसँग चाहिँ यता चाहिँ हेर्नु सक्नुहुन्छ मेरो गाइड यो चाहिँ आजको लागि चाहिँ मेरो लोकल गाइड हुन्छ यहाँ चाहिँ होइन सो अब यसले चाहिँ एक्सप्लेन गाइड विदाउट पेमेन्ट है सो अनि अब यहाँदेखि कति घन्टा लाग्छ हामीलाई त 1 घन्टा अब हामीलाई त 1 घन्टा लाग्छ अरे आधी घन्टा पनि पुग्छ अनि लाइक अब अरूहरूलाई चाहिँ अरू टुरिस्टहरूलाई 2-3 घन्टा लाग्छ 2-3 घन्टा लाग्छ टुरिस्टहरूलाई चाहिँ अब के भन्नु अब जान्दैछु माथि हेरौँ के छ नि म त पुरा उयो जस्तै हुन्छ होला नि थाइल्यान्ड सधैँ खा हुन्छ नि सधैँ खा 200 बाँध सो अनि हाम्रो गाइड के भन्नु छ कि छैन साह्रो चाहिँ पर्छ होला उकालो हिँड्ने चाहिँ 11बाट चाहिँ स्टार्ट गरेको छ टाइम होइन सो अब माथि चाहिँ अब कतिमा पुग्छ हेरौँ न नि सो अनि उयो चाहिँ सक्नुहुन्छ घोडा पनि उयो रहेछ होइन अब हिँड्नु सक्दैन माथितिर होइन त्यसको लागि चाहिँ घोडा पनि रहेछ हो सो अनि यो घोडाको चार्ज चाहिँ कति जस्तो छ विशाल चार्ज त थाहा छैन 1-2 हजार होला न 2-3 हजार अब यस्तो गेस्ट र उयो के भन्छ उयो टुरिस्टहरूको लागि चाहिँ 4000 होला होइन यति होला किनकि माथि नै हो किनकि माथि नै छ त आमा म तपाईँले जान्छु ल अब चाहिँ ल माथि छ मेरो छेउमा चाहिँ लाग्छ सो यता चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले ताक्साङ यहाँसम्म पुग्नुपर्छ अब पनि अहिले हामी निमिष सर सुन त म यहाँ क्या पढाइ जस्तो भन्छ वाट इज द कस्ट अफ दिस हर्स तर के अब लुट्छ होला नि मलाई त मार्छ नि लुट्छ होला नि लुट्छ नि त्यहाँबाट लास्टमा गाँधी भुट्ने सही भन्छ पर्छ
घोडा खडाउँदैछ है आइज भन्दैछ हामी आयो भने हामी आयो भने हामी आएर फोटो ओके सलेरको फोटो खिच्नु अरे पछि आयुषले भिडियो बनाउँदैछ फोटो खिच्दैछ हाम्रो टाइम चाहिँ त्यहीँ वेस्ट भयो अलिकति होइन किनकि लाइक हाम्रो 20 मिनट हो कि 15 मिनट जस्तो त्यहीँ बोलेर सक्यो किनकि अब बोल्नु पऱ्यो अब आफ्नो कन्ट्रीको बारेमा अलिकति राम्रो कुछ भनिदिनु पऱ्यो उनीहरूलाई बुझाइदिनु पऱ्यो होइन विशाल त्यही कारणले गरेर चाहिँ हिन्दी त फेरि मेरो त के भन्नु होइन इङ्ग्लिस त अलिकति लाटाफुटी भयो हिन्दी चाहिँ भन्नु पर्थेन सो त्यही छ अब हामी चाहिँ माथिको तर्फमा लाग्दैछु सर गाइस हामी चाहिँ अहिले माथि बाटो पनि पुगेको छैन हत्तु भइसक्यो थाकेर त्यही चाहिँ सक्नुहुन्छ तपाईँले पानी खुवाइ सो हामीले पानीको बोतल पनि लिएनौँ त्यही कारण बोटिङ भयो र यहाँ चाहिँ छ टाइम म चाहिँ साह्रो मोटे भएर चाहिँ हिँड्नु सक्दैन रहेछ बेसी थाक्यो पानी खाने अब फाइनली के अब चाहिँ एनर्जी पाएको जस्तो लाग्यो त्यो यहाँको पानी खाएर चाहिँ अब चाहिँ चढ्ने उकालो सक्नुहुन्छ तपाईँले दिन बरुबाद बो यादमा तिम्रो फेरि आजको त निकै गल्प हुन्छ है एउटा पनि छैन म्युट गर्छ नि त त्यही कारणले एक्सर्साइज गर्नुपर्ने रहेछ नि पर्दैन यो 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 सुत्दै खाँदै बस्छ तर मन लाइबिलिटी भएको थियो घरमा सो अब हामी चाहिँ फाइनली आफ्रेसम्म चाहिँ आइपुगेको छौँ होइन यति चाहिँ सक्नुहुन्छ तपाईँले अझै छ माथि पुग्नु पहाडमा त्यही छ मिल्दै ब्रेक के बाद हाम्रो तपाईँको आयुष तामाङ ढल्केर चाहिँ ब्रेन यस्तो हुन्छ मेरो सर गाइस हामी चाहिँ अहिले फाइनली अहिले पार्क तक्सनमा चाहिँ आइपुगेको छौँ यता चाहिँ सक्नुहुन्छ तपाईँले पाहाडको ब्युटी सो त्यही छ लाइक यो पार्क तक्सन कसले बिल्ड गरेको भन्दाखेरि चाहिँ छ नि लाइक गेल्से पेन्सन रातले चाहिँ बिल्ड गरेको त्यो पनि 16 कुन कतिको थियो 1694 को 16th सेन्चुरी त्यही टाइममा चाहिँ बिल्ड गरेको लाइक एक्ज्याक्ट चाहिँ मलाई थाहा छैन किनकि अब हामीले चाहिँ पढेर चाहिँ बिर्सिसक्यो त्यही छ अब होइन लाइक हामीलाई यहाँ पुग्नु चाहिँ 2 घन्टा जस्तो लाग्यो नि त्यो पनि विशालले गर्दा रिसोर्ट भन्नु क्याफे ताक्सङ क्याफे प्राइस त नि त्यो ताक्सङ क्याफेको मालिकले हेर्दैछन् प्राइस चाहिँ अलिक डिस्काउन्ट गर्नु भने लोकललाई हेलो आजु हजुर भी आजु एकदम मेरो त फर्स्ट टाइम हो कि पार्क ताक्सङ त्यही कारणले गर्दा चाहिँ आज चाहिँ ब्लग बनाएर आउँदैछु होइन सो वेलकम टु ताक्सङ है सो अलिकति एक्सप्लेन गरिदिनु त मलाई के ताक्सङको बारेमा ले त हेरेर भन्नु Make me look good, go back. Make me look good. Okay. Hey, welcome to Tiger's Nest, and this is believed to be one of the wish fulfilling temples that we have around, and one of the holiest sacred sites of all of Buddhism. Tiger's Nest. Amen. Please.
blessed in 8th century by Guru Rinpoche. And then later on, a temple was built on the cave where he meditated. And it has been going on like this. Thank you so much. Like you बिल्कुल गरेको खासै भन्दा केसी तेन्जिराब के भने लागिरहेको थियो पहिला before our kings, the rulers used to be called desis. They were just like kings, equivalent to equal to the monastic head. So he was the 5th secular ruler, you can say, at that time. So when wanted to build Rajani? 1692. Thank you so much, Da, for your kind information. So हजुरहरूले पनि बुझ्यो होला त्यही छ मेरो कुरा चाहिँ. Let's go. Take. Bye bye. Take care. Da. Bye. Enjoy. मजा आउँदैछ हामी हात नि दादा अलिकति पानी खाइदिउँ न तपाईँको धेरै धेरै धन्यवाद पानीको लागि होइन उताबाट पानी बोक्नु बिर्सेछ हौ दा चाहिन्छ कि बोतल त्यहाँबाट थाप्नु सो म चाहिँ अब चाहिँ रेडी हुँदैछु माथि जानु लागि किनकि लाइक अब भित्र रुमभित्र पस्नु लागि चाहिँ हाम्रो चाहिँ बकुलो हुनुपर्छ यो चाहिँ अब नेसनल ड्रेस हो सो अब चाहिँ देखाउँछु तपाईँलाई म चाहिँ कस्तो देख्छ त्यहाँबाट कमेन्ट गरिदिनुहोस् होला हामीलाई चाहिँ आइडिङ कार्ड लगाउनुपर्छ नम्बर लाइक फरेनरहरूलाई चाहिँ 500 तिर्नुपर्छ 1000 चाहिँ माथि 1000 तिर्नुपर्ने हुन्छ सो अब यहीँसम्म मेरो चाहिँ होइन म चाहिँ अब आज गरेर चाहिँ बस्छु एकछिन बस्छु भन्दा पनि ढोकेर आउँछु अनि फेरि गरेर आउँछु त्यही छ भित्र 18 मा 5वटा चाहिँ गरेर आइज न भित्र 8वटा छ नि त बोक्नुपर्ने तर 8वटै एलोट गरिदिनु जस्तो लाग्यो 5वटामा चाहिँ गएर आइज न मेन ओके बस ल त्यो त गर्दै उयो भ्लगिङ गर्ने कि यहाँ बस्थेँ मलाई आउनु पार आउन मेरो आइपुग्यो चोर अन्त कस्तो के भयो कता उता पुसेन म भित्र होइन फर्स्टमा गयो फर्स्ट एउटा गाडीसँग आएको थिएँ त्यहाँ त्यसले हल्का इन्फर्मेसन सेयर गर्यो हल्का बुझ्यो त्यो यस्तो यस्तो गरेछ भन्दै होइन सो अनि त्यहाँबाट चाहिँ अब त्यो गाडीले पुरा एक्सप्लेन गर्न थाल्यो त्यहाँबाट चाहिँ म चाहिँ ढोकेर चाहिँ हिँड्यो त्यहाँबाट थुप्रो कति म 1मा पुग्यो सो अब तपाईँहरूको लागि मागिदिएको छु रिस्ट होइन त्यही छ मेरोबाट अब चाहिँ हामी चाहिँ यहाँबाट जाने सुविधा चाहिँ सक्नुहुन्छ यो चाहिँ हाम्रो नेसनल ड्रेस हो बकु भन्छ यसलाई चाहिँ यो चाहिँ लागे गो केरा अब केरा खोइ केरा यति चाहिँ चाहिन्छ अब हेर्नु ल यो चाहिँ खासै भन्दा छ नि एउटा मात्रै हो यो चाहिँ ठुलो हुन्छ तपाईँहरूले यस्तो हुन्छ यस्तो भित्र चाहिँ स्प्रिङ वाटर खन्डु हिस्से चोकिलगी डुब्छु यी बेला सो यता चाहिँ हेर्नु सक्नुहुन्छ यता चाहिँ लाइक अब बेसी टाढो भएर पनि होला सायद होइन डस्टबिन गाडी चाहिँ आउनु नसकेको नि विषय के भन्नु छ कि यसको बारेमा तपाईँ ठिकै हो तर मैला एउटा जग्गामा छ नि मैला चाहिँ तर एउटै जग्गामा छ हो प्याक भएर पनि सो अनि लाइक महिनामा एकखेप चाहिँ गभर्मेन्टको मान्छे आएर चाहिँ टिपिदियो भने चाहिँ त्यो चाहिँ अलिक राम्रै हुन्छ नभए कोही अब हामी गरौँ बोलेर हामी गरौँ भन्दा छैन अब गरौँ भन्दा पनि अब 10 जस्तो चाहिन्छ मान्छे थुप्रै त्यो चाहिँ म चाहिँ अहिले केमा लाग्यो भन्दा चाहिँ वेस्ट म्यानेजमेन्टकोमा लागेको छ लाइक हाम्रो उयो कम्पनी चाहिँ सिसाइकल सल्युसन हो त्यसमा चाहिँ लागेको छु नि त म चाहिँ होइन त्यसमै
भिडियोग्राफी चाहिँ गर्छ त्यो काम चाहिँ मेरो अहिले चाहिँ सो फाइनली यहाँ चाहिँ हाम्रो टिम चाहिँ भेटिसक्यो उनी हो हाम्रो साइकल सल्युसनको सिओ यता चाहिँ सक्नुहुन्छ तपाईँले आज त प्रकालिकाली देखेर बरे कुन चाहिँ उठ्छ भनेर आफ्नो माइन्डबाट चाहिँ आफै चिबेर लानु अघि म टुरिस्टहरूले पनि निकै लगेको देख्यो बट उयो क्याफेटेरियाको चाहिँ बन्द गर्दो रहेछ त्यो चाहिँ अलिकति नि राम्रो नहुने रहेछ त्यही कारणले आफैको मैलो आफैले टिपेर लानु होइन ब्याट्री गर्नु सो यति नै हो होप यु गाइस एन्जॉय द भिडियो मेक श्योर डोन्ट फरगेट सब्सक्राइब टु माई च्यानल किनकि मैले यता किन एड गरेँ भन्दैछु मेरो ब्याट्री सक्नु आँटेछ कि त्यही कारणले गर्दा चाहिँ यहाँ एड गर्नु परेको छ मैले चाहिँ सो बाइ बाइ गाइस